गाइस हामी चाहिँ पुरा यस्तो छ हालत छोरा छावा कस्तो छ तिम्रो हालत यहाँ बोक्दा फटिसकेछ हाम्रो चाहिँ गाउँको नाम तिमी कुन गाउँमा आएर फसेका छौ हामी अहिले कपिल वस्तु भन्ने ठाउँमा आएको छौँ यहाँ रुमबाट निकाला गरिएको छ हामीसित भाडा नभएर कैदी जस्तो यहाँ भगाएर पोखरी सबै झोला सोला सबै यहाँ आठ अस्ति नै गाह्रो भइरहेको छ मलाई त बोक्नु यहाँ प्यान्ट पनि बितिरहेको छ मोबाइल भिडियो बनाउने कि ब्याग समात्ने कि यहाँ प्यान्ट समात्ने भने गाह्रो भइरहेको छ त मलाई यता चाहिँ नास्ता पनि लग्दैछौँ म प्यान्ट कुदाएर उयो गरौँ कि यहाँ झोला समातौँ कि यहाँ मोबाइल समातेर भिडियो बनाएर तपाईँहरूलाई देखाउँ कि सुत्दिन पनि सक्छु सुत्दिन पनि सक्छ गाह्रो भयो भने एकैछिन गाइस म प्यान्ट मिलाउँछु है ल यस्तो छ बाटोको हालत अनि हाम्रो हालत चाहिँ यस्तो छ पुग्न लागेको छ त्यो कपडा सपडा राख्ने ठाउँमा चाहिँ ल हाम्रो फ्लाइट एयरपोर्ट आइसकेछ गाइस त्रिभुवन युनिभर्स एयरपोर्ट पुग्न लागेको छु खानको लागि हामी यहाँ हो एयरपोर्ट छ नेपाल पेट्रोल पम्प चाहिँ यहाँ छ र हाम्रो यहाँ गर्नको लागि हामी यहाँ आउँछौँ यहाँको ठाउँ पनि यस्तै छ कपिल वस्तुमा आएर चाहिँ हाम्रो यहाँ हामी कति भारी हो तपाईँ कति नै गाह्रो भइरहेको छ तर के गर्नु साथी हो यहाँ चाहिँ हामी यहाँ कपडा सर्ट राख्न आइसकेका छौँ पारस दोस्त कहाँ हुई कस्तो लागिरहेको छ एडभेन्चर गर्न जस्तो फिल भइरहेको यार इन्डियाबाट आउँछ नि पहाडबाट आउँछ नि त मान्छेहरू यति धेरै कपडा सपडा लिएर र तराई झर्दाखेरि त्यस्तै फिल भइरहेको पानी ल्या लास्टै तातो रहेछ त्यो जस्तो यस्तो छ अहिले ट्रक्स लगाइरहेको छ पारस दोस्त तिमी कहाँको के भनौँ यार यहाँ तिम्रो यहाँ दाङ जान लेखेको छैन कस्तो लागिरहेको छ एडभेन्चर फिल भइरहेको हिजोदेखि कहाँ ट्रक बसबाट सिधै ट्रकबाट अब हिँड्दै पैदल यात्रा गरेर एडभेन्चर हान्ने आज एयरपोर्ट गइरहेको छ यिनीहरू गर्नुपर्छ कहिलेकाहीँ ट्रेकिङ हाम्रो मुस्ताङदेखि हाम्रै हो त्यही राख्दिनु ओर्ने होइन त्यहाँ हाल मैले जे ल्याएको थिएँ त्यो चाहिँ त्यहाँ राखिदिन्छु अरू चाहिँ म जान्दैन अर्को टुरिस्ट आउला टुरिस्ट टेररिस्ट हुन् तिनीहरू टुरिस्ट न ल विश्व 2-4 शब्द जाओस् त के सामान छ 2-4 शब्द दुईटा शब्द सिद्धियो कुरो दुईटा शब्द पानीको अभाव पनि धेरै भइरहेको छ हामीलाई त्यसैले हामी बोतलमा पानी सानी पनि भरिरहेका छौँ कस्तो बबाल यता भयो खतरादेखि राख त्यसरी बोक्ने ठर्की व्हाट्सएप पर कुछ नहीं क्या हो गया पता नहीं पानी को अभाव परेर भात खायो कि दोस्त कति दिन भात नखाएको भात खाए केटा हो सुन्नु न म भन्छु नि भात खाए मासु खाए 200 रुपैयाँ लाग्यो यार यहाँ पुरा जेब त पुरा खाली छ कि 1 रुपैयाँ छ छैन कसैले 5 रुपैयाँ दियो भने नि 5 रुपैयाँ दियो भने पनि म त भगवान मान्ने थिएँ यार हो ल म तिमीलाई 5 रुपैयाँ दिन्छु मलाई भगवान म तिमीलाई भगवान हैन गड मान्छु गड सबैभन्दा ठुलो गड मान्छु तिमीलाई छ नि मलाई देख्छौ नि मजाले भन्न कोले भन्छ मसँग पैसा छ नि भाइ यो दिएछु मसँग पैसा छ नि भाइ मसँग पैसा छ नि भाइ कभरको पछाडि पुरा पैसा राखेछ नि मुलाई यो दिएछु अरे हेर्नु आपतकालीन नफसेका छन्
ढल्दैन अहिले हामी चाहिँ नयाँ ठाउँ घुम्न गइरहेका छौँ त्यसपछि हामी चाहिँ त्यो ठाउँ देखाउनेवाला छौँ सब रेडी अवस्थामा छौँ हाम्रो अतिथिले हिजो ल्याएको चाउचाउ अहिले पछि खाएर देखाउँछौँ हामी चाहिँ अहिले चाहिँ हाल कपिल वस्तुमा छौँ किनभने हामी चाहिँ स्कुलबाट चाहिँ हामी शैक्षिक भ्रमणमा आएका थियौँ र हाम्रो बस बिग्रेको कारणले चाहिँ हामी अहिले हाल कपिल वस्तुमा फसेका छौँ र हाम्रो बस चाहिँ बनिरहेको अवस्थामा छ र अहिले चाहिँ हामी बसभन्दा कति लगभग 40-50 किलोमिटर टाढा छौँ अहिले चाहिँ हामी टाइम पास गर्नको लागि चाहिँ यताउति या यताको छेउमा एउटा खै कुन राम्रो ठाउँ छ अरे त्यो हेर्न गइरहेका छौँ देख्न सक्नुहुन्छ हाम्रो टोलीहरू चाहिँ अगाडिसम्म चाहिँ पछाडि पनि आइरहेका छन् त्यसपछि यस्तै छ यहाँको गाउँ देख्न सक्नुहुन्छ धेरै राम्रो त छ भन्दैन तर हाम्रो लागि राम्रै भनौँ अब कहिले नदेखेको यस्तो हुन्छ भनेर सोचेको थिएन तर अब अघि नै मासु भात दबाएर खाइयो अहिले हिँड्न गाह्रो भयो त्यसैले हामी नजाऊँ कि सोचिरहेछौँ अब जानै पर्छ अब बाउले भने चाहिँ छोरा गइहाल्छ गएन भने मार्छु अब 2-4 शब्द जाओस् अब यति टाढा आछौँ होइन अब यति त हो 1 घन्टा यति टाढा आइसकेपछि 1 घन्टा घुम्न के एउटा टाइम पास गर्ने जस्तै पनि टाइम पास गर्ने हो जता गएर भए पनि सो छ देख्न सक्नुहुन्छ अघि ठाउँ जान्न हामी त्यो ताल देखेर त्यही हो लङ ब्लग लगाए सबजना लाइक एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला अटो पनि क्या खतरनाक छ यहाँको यस्तो हेलो गाइस हामी गइरहौँ एडभेन्चर गुफामा एडभेन्चर होइन एउटा जोगीले खनेको एक दिन एक रातमा खनेको कति 1500 मिटर कति 15 दिन लाग्छ है 3 दिन हो कि कति दिन बसेको थियो त्यो गुफामा शेर एक से गाउँ एक से लोग एक से देख्न सक्नुहुन्छ गाइस यहाँको गाउँ त यस्तै छ राम्रो त छैन त्यही पनि राम्रै भन हाम्रो गाउँ जस्तै छ यो चाहिँ त्यो के अरे दाङ जाँदाखेरि आउने बाटो चाहिँ हाम्रो त्यो कुनामा बस बिग्रेको हो देख्न सक्नुहुन्छ यस्तै छ गाइस यस्तै या फुल इन्जोय हुन्छ फेरि यहाँ हामी रुममा बसिँदै रुमको हालत कस्तो लास्ट कचडा हान्दैछौँ हामीले चाहिँ के भनिस् किन भन्नु खालि भिडियो किन बनाउने अहिले वहीँ गएर बनाउने भालुवाङ 25 किलोमिटर छ हाम्रो भालुवाङ 25 किलोमिटर टाढा चाहिँ हाम्रो बस बिग्रेको छ हामी अघि चाहिँ हामी यता यहाँ साइड यतातिरको त्यहाँ हल्का अगाडिको रुममा बसेको थियौँ रुम अब कहाँ जाने माथि माथि किन जाने थियो अब झ्यालबाट देखाउने नि यस्तै चाहिँ यो छ नि यो घरमा चाहिँ हामी बसेका थियौँ र यहाँ न्यू स्टार आयल के हो ओइल सप्लायर्स कपिल वस्तु न्यू ओइल सप्लायर्स कपिल वस्तुमा छौँ र अरू चाहिँ यस्तै छ यो होटलमा बसेको थियो हामी यसो अनि यदि लुम्बिनीको फुल ब्लग हेर्न यदि दाङको फुल ब्लग हेर्न चाहनुहुन्छ भने च्यानललाई लाइक एन्ड सब्सक्राइब गरेर यस कमेन्ट गरिदिउँ त्यसपछि मैले चाहिँ धडाधड हालिहाल्छु भोलि टक आफ्नो साथीहरूलाई पनि सेयर हान धडाधड मन पऱ्यो भने यस्तै छ गाइस अहिले चाहिँ हाम्रो चलाउँ यो ब्लग चाहिँ आज बेलुका कति बजीतिर पोस्ट गर्छु भनेपछि मैले कति बजीतिर 8 बजे चाहिँ यो भ्लग पोस्ट हुन्छ सबजनाले हेर्न सक्नुहुन्छ युट्युबमा चाहिँ स्याउलो भ्लगमा चाहिँ यस्तै छ गाइस खेली हो यस्तै छ यहाँ धेरै राम्रो ठाउँहरू छैन यो सानो बच्चा 5 वर्षको बच्चा खेल्न गइरहेका छन्
7 वर्ष यिनलाई भर्खर कति 6 वर्ष भयो यिनी यहाँ के अरे यहाँ खेल्ने भनेर जबरजस्ती गरेर चाहिँ मैले चाहिँ यहाँ बच्चालाई भेटाएर चाहिँ खेल्न लिएर आइदिएको छु ल खेल बाबु नखेल्ने किन ल ठिक छ तिमीले त श्री लेखेको थियौ तिमीले खेल्न पाएनौ श्री लेखेको बेला तिमीले श्रीले मतिभ्रष्टि कामै गरेन हामीले खेल्न पाइयो पायो 7 वर्षका बच्चाहरूको फन पार्कमा हामी पनि खेल्न आएका छौँ सर्वोदय माविका द्याट्स ल 7 वर्षको बच्चाहरू यहाँ खेल्न आइहाल होइन यिनलाई 6 वर्ष भयो 6 वर्ष भयो नदेखाउनु त्यो भन्नु अरे नक्ली पैसा ल के बोल्छन् बहिनी ल 7 वर्षको बच्चालाई खेल्न लगिर ल 7 वर्षको बच्चा खेल्न जाऊ ओ आइज ओ फोटो खिच्न ओ दीपक तिम्रो मात्रै चलो मन्दिर भनेर भन्नु मिल्दैन यहाँको बुट्टेको मात्रै मन्दिर सबै यहाँको खोला खाएका कस्तो छ तिमीलाई हिजोको भन्दा आज पनि मजा आउला त ओके लुम्बिनी भित्र देखाउ न बुद्धको छ यहाँ चाहिँ म बुद्ध मेरो आफ्नो साथीलाई प्रेम मित्रलाई देखाउन चाहन्छु साथी हजुर प्रेम मित्र यहाँ त म उयो देखिन्न मेरो साथीले मलाई भित्र जाने लगायत यो चाहिँ थारू सङ्ग्रहालय शिवपुर 1 उमरी थियो गाउँको नाम पनि उमरी गाई जस्तो छ ठाउँ चाहिँ सन्तोष यहाँ फोटो जाओस् त एउटा